हेलो साथीहरू, आज हामी ढोरबाराई मन्दिर, तनहुँको ढोरबाराई मन्दिर जाँदैछौँ। अब हाम्रो यात्रा सुरु भइसकेको छ। धेरै समय अगाडिबाट जानी भन्दा भन्दै रकुरै भएको थियो। अनि आज चाहिँ घरबाट बुवा मम्मीहरू आउनु भएको, अनि हामीहरू सबै जाँदैछौँ, बाटोमा छौँ। जस रमाइलो भयो। भगवानप्रतिको आस्था चाहिँ सबैले राख्नुपर्छ। टाढाबाट भए पनि यही भिडियो मार्फत हजुरहरूले पनि दर्शन गर्नुहोला। सकेसम्म सबै कुराहरू समेट्ने प्रयास गरेको छु। अनि अब सुरुबाट बल्ल सुरु भइरहेको छ। धेरै आइडियाहरू त छैन, तैपनि प्रयास गरेको छु। लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नु होला सानो युजरहरूलाई पनि। यहाँ चाहिँ अब हामी गाडी जाने ठाउँसम्म पुगिसकेका छौँ। अब यहाँ राखेर यहाँबाट चाहिँ अलिकति हिँड्नुपर्ने हुन्छ। जान त म पहिला पनि गएको छु, 2 पटकसम्म गएको छु। अहिलेसँग 3 पटक भयो। बाबु भएपछि चाहिँ गएको थिएन। अब बाबुलाई नि लिएर जाऊँ भनेर अनि गएको। अब यहाँबाट चाहिँ अलिकति उकालो जानुपर्छ। जस रमाइलो छ। पहिलाभन्दा थोरै परिवर्तन भइसकेको रहेछ। पहिला हामी आउँदा बढी घरहरू पसलहरू त्यति बढी थिएन, अहिले चाहिँ थप्नु भएको रहेछ। अनि आज पञ्चमी तिथि हुनाले चाहिँ धेरैजनाहरूले बोकाहरू लिएर जानुभएको थियो। सायद भाकल साकल होला, धेरैजनाको थियो आज चाहिँ। यहाँ चाहिँ एकदम आस्था छ, जस मनको इच्छा पुरा हुने अनि नबोलेको बच्चाहरू बोल्ने भन्ने यहाँको आस्था चाहिँ यहाँ भगवानको धेरै रहेको छ। त्यसैले पनि होला मन्दिरमा आज शनिबार पनि थियो, पञ्चमी तिथि पनि हुनाले अनि एकदमै भिड थियो। यहाँबाट अब आइसक्न लाग्यो। यहाँबाट चाहिँ अब अलिकति बाटो बनाउँदै हुनुहुँदो रहेछ। त्यही भएर धेरै बच्चाहरू पनि हुनुहुन्छ। नबोल्ने बच्चाहरूलाई त्यहाँको जलमा डुबायो भने त्यहाँको यस्तो पोखरी जस्तो छ त्यहाँ चाहिँ, अनि माछाहरू छन्। अनि त्यहाँ चाहिँ बच्चालाई डुबायो भने नबोलेको बच्चाहरू बोल्छन् भन्ने आस्था पनि रहेको छ हो। अनि यहाँनिर चाहिँ बाटो बनाउँदै रहेछ। जस रमाइलो भएको छ, सबैजना सँगै हिँड्न पाउँदा। जस योपालि चाहिँ रमाइलो भयो, घुमघाम भइरह। बाबुले घन्टी बजाउँदैछ। मेन गेट भयो। चाहिँ पुरै ढोरबाराई क्षेत्र है, भित्रपट्टिको भाग अलिकति तल खोल्सो जस्तोमा छ। थोरै तल झर्नुपर्छ। त्यहाँबाट माथि आएर उता गाडी झर्ने ठाउँबाट थोरै उकालो आएर अनि यता चाहिँ फेरि झर्नुपर्ने हुन्छ तल थोरै। जस आज चाहिँ भक्तजनहरूको एकदमै भिड थियो, शनिबार भएर। जस धार्मिक स्थलहरूमा जाँदा चाहिँ मनलाई छुट्टै किसिमको आनन्द हुन्छ। आज एकदमै भिड छ। यो पोखरीमा माछाहरू पनि खेलिरहेछन्। यही पोखरीमा बच्चाहरूलाई डुबाउने चलन छ। एकदमै धेरै भिड छ आज चाहिँ। यहाँनिर हुनुहुन्छ लाइनमा। सबै बोकाहरू चाहिँ बलिको लागि ल्याइएको हो। सायद केही भ्याकलहरू छ सबैजनाको। यति टाढा हुनुहुन्छ लाइनमा, धेरै भिड छ आज चाहिँ।
कत्रो ठुल्ठुलो माछाहरू छ यहाँ चाहिँ माछा मार्ने त्यस्तो गर्न पाइँदैन भगवानकै शक्तिको रूपमा चाहिँ यहीँभित्र बलि दिने चलन छ माछाहरूले रगत खान्छन् अहिले पहिला चामल चाहिँ फाल्न दिनुहुन्थ्यो अहिले चाहिँ चामल फाल्न चाहिँ मनाइ रहेछ चाहिँ बुवाले बाबुलाई त्यहाँ मुख धोइदिँदै हुनुहुन्छ लानलाई बाबु चाहिँ माछा छोप्छु भनेर कराइरह माछा छोप्न जाने भने मुख पुसिँदै हुनुहुन्छ चाहिँ यो नानीलाई अब पानीमा डुबाउने भइरह जस यहाँ चाहिँ नबोलेको बच्चाहरू बोल्ने चलन छ यहाँ ल्याएर पानीमा डुबाएपछि त्यही भएर यी सानो नानीलाई चाहिँ अब यहाँ डुबाउन लाग्नु भयो अरूजनाले चाहिँ 3 चोटि डुबाउनु भयो उहाँले चाहिँ 1 चोटि मात्रै डुबाउनु भयो नानीले एकदमै चिच्चायो र पानीभित्र बलि दिने चलन छ त्यो पानी रगत रातो भइसकेको छ देख्नुहुन्छ मलाई चाहिँ यो बलि दिएको चाहिँ खिच्न डर लाग्यो र मैले चाहिँ खिचे छैन जस अब त्यहाँ रेडी गरिँदैछ एउटा हातले डोरी समाएर अर्को एउटा हातले चाहिँ छिनाउने गर्नुहुँदो रहेछ हाम्रो लाइनमा यहाँ म बिचमा घुसिहालेँ अनि यता पुगेँ बुवा मम्मीहरू त्यता हुनुहुन्छ बत्ती बाल्दैछौँ हामी उता पूजा सरजमहरू दिइसक्यौँ यहाँबाट खिचौँला फोटो त्यहाँ राम्रो आएन फोटो अघि फाइनली हाम्रो पूजा सकियो अब हामी फर्कदैछौँ भगवानको दर्शन गरेर ढोरबाराई माताको हजुरहरूले पनि यही भिडियो मार्फत दर्शन गर्नुहोला र मेरो भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब गरिदिन नबिर्सिनु होला आज मौका मिलेसम्म दर्शन गर्न पनि जानु होला भगवानहरुको छुट्टै आस्था छ त्यसपछि हामी आएर यहाँ बाबुले अब के किन्छ अनि त्यसपछि फेरि खाजा खान्छौं र अनि फर्किन्छौं बच्चाहरु बाटोमा के देख्छन् अनि उही नभई हुँदैन त्यो किन्यो बाबुले यो भिडियो यति नै अब फेरि अर्को भिडियोमा भेटौँला बाइ बाइ लाइक गरिदिनु शेयर गरिदिनु